अप्पर म्याग्दी 1 हाइड्रो पावर आयोजनाको हालसम्मको प्रगति विवरण भन्दाखेरि हामीले मिति 2081 वैशाख 28 बाट सिभिल संरचनाको कार्यहरू सुरु गरेका थियौं भने जसमा केही समय सिभिलका संरचनाहरू पूर्व गर्नुपर्ने पूर्व तयारीका कामहरू भए र मिति 2081 जेठ 8 गतेबाट बाँधस्थलमा कार्य सुरु भई हालसम्म यता लगभग 45% बाँधस्थलको काम पनि सम्पन्न भइसकेको छ भने सुरुङतर्फ 2081 मङ्सिर 7 बाट सुरु भएको सुरुङ खन्ने कार्य जसमा 5789 मिटर मध्ये हालसम्म 2360 मिटर लगभग 40.8% काम सम्पन्न भइसकेको छ भने हाल बाँधस्थल इन्टेक साइड र अडिटबाट दुईतर्फ र आउटलेट गरी चारैतर्फबाट चाहिँ काम भइरहेको र अहिलेको प्रगति हेर्दा निर्धारित समयभित्र सकिने खालको देखिएको छ भने पावर हाउसको हकमा जहाँ अहिले हामी बसेर यो सुट गरिरहेका छौँ पावर हाउसको हकमा करिब अबको 2 हप्तामा उत्खननको काम सकेर अब यसको मेन विद्युत गृह बस्ने भवनको निर्माण हामी सुरु गर्छौँ सो संरचना करिब 6 महिनाभित्र सम्पन्न गरी यसमा मेकानिकल र इलेक्ट्रोमेकानिकल को जडानको कार्यहरू सुरु हुनेछ र हाल मेकानिकल इलेक्ट्रोमेकानिकल को ठेकेदारको छनौट भई त्यसको डिजाइनको कार्य धमाधम भइरहेको छ भने केही समयपछि सो ठेकेदारहरू पनि साइडमा मोबिलाइज भई उसको काम सुरु गर्ने योजना रहेको छ। हालसम्म आयोजनाको कुल प्रगति विवरण 30.9% भौतिक प्रगति छ भने 30.8% चाहिँ यसको वित्तीय प्रगति रहेको छ।